आजको यस भिडियोमा हामी छलफल गर्नेछौँ जावाको भेरिएबल्सको बारेमा। यो प्रेजेन्टेसन स्लाइडहरू तपाईँले डिस्क्रिप्सन बक्समा गएर सबै कुराहरू आफै पनि हेर्न पाउनुहुनेछ र यहाँ सबै यो मैले आफै बनाएको छु अनि रिफरेन्सहरू चाहिँ यहाँदेखि पनि लिएर आएको छु है त तपाईँहरूले यहाँदेखि सबै कुराहरू हेर्न सक्नुहुनेछ। सर्वप्रथम हामीले चाहिँ जावा भेरिएबल्स भनेको चाहिँ के हो भनेर हेर्छौँ अनि त्यस पछाडि यसको इन्ट्रोडक्सन पछि सजिलो तरिकाले अरू कुराहरू पनि छलफल गर्नेछौँ है त। जस्तै जावामा भेरिएबल भनेको चाहिँ तपाईँले डेटा स्टोर गर्नलाई जस्तै नम्बर टेक्स्ट र अदर भ्यालुहरू चाहिँ स्टोर हुनु पर्यो, जुनलाई चाहिँ हामी भेरिएबल भन्ने गर्छौँ। जस्तै तपाईँले चाहिँ कुनै नम्बर स्टोर गर्नु पर्यो, जस्तै टेक्स्ट स्टोर गर्नु पर्यो, त्यसै गरी अरू सिम्बलहरू स्टोर गर्नु पर्यो भने चाहिँ हामीले यो भेरिएबलको सहायताले चाहिँ हामीले स्टोर गर्नुपर्छ। जस्तै कुनै पनि नाम स्टोर गर्नु पर्यो भने भेरिएबल स्ट्रिङ स्ट्रिङ भेरिएबल न्युमेरिक भेरिएबल हुन्छ, त्यो अनुसारले हामीले स्टोर गर्छौँ। जस्तै नेम भयो, टाइप भयो होइन। अब यहाँ के लेखेको छ भन्दा a variable in the Java is like a label box where you can store data such as number, text, or other value. Each variable has a name and type. You can change its value during a program भनेको चाहिँ think of variable as a container for storing information भनेको चाहिँ जस्तै भेरिएबल कन्टेनरमा चाहिँ हाम्रो के स्टोर भएको हुन्छ, सामानहरू चाहिँ स्टोर भएको हुन्छ होइन। अनि ठ्याक्क एमा पनि ठ्याक्कै त्यही नै हो, भेरिएबलको थ्रुबाट हामीले यसरी स्टोर गर्न सक्छौँ। जस्तै स्ट्रिङ नेम रहेको छ, स्ट्रिङ नेममा हाम्रो सीता रह्यो। स्ट्रिङ भनेको के हो, यो चाहिँ अल्फाबेटिकल क्यारेक्टरहरूलाई चाहिँ हामीले स्ट्रिङ भन्छौँ अनि इन्टिजर भनेको न्युमेरिक क्यारेक्टरलाई इन्टिजर भन्छौँ होइन। सिस्टम आउट डट प्रिन्ट आइएन हेल्लो प्लस नेम रहेको छ, हेल्लो सीता रह्यो। हियर नेम इज अ भ्यारिएबल स्ट्रिङ द टेक्स्ट सीता भनेको भ्यारिएबलले चाहिँ सीताको नाम स्टोर गरेको छ। युज अ मिनिङफुल भ्यारिएबल नेम लाइक एज अर प्राइज, हाम्रो चाहिँ एजलाई पनि स्टोर गर्नु पर्यो होइन। अनि प्राइज पनि जस्तै एज र सीताको एज यहाँ 20 छ भने उसले 20 पनि स्टोर गर्यो, प्राइज मूल्य 100 छ भने त्यो 100 पनि स्टोर गर्यो। अनि अर्को भनेको टाइप्स अफ भेरिएबलमा चाहिँ हाम्रो प्रिमिटिभ डेटा टाइप्स रह्यो। जस्तै जावा भेरिएबल आर क्लासिफाइड बाई दियर डेटा टाइप्स, उनीहरूले चाहिँ कस्तो तरिकाले चाहिँ डेटा होल्ड गर्छ अनि तिनीहरूको स्कोप चाहिँ कता कतातिर युज हुन्छ भन्ने कुरा है। हियर इन्टले चाहिँ नम्बरहरू स्टोर गर्छ, जस्तै एज 20 छ भने चाहिँ यो नम्बरहरू स्टोर गर्यो। त्यसै गरी डबलले चाहिँ स्टोर द डेसिमल नम्बर, प्राइजहरू स्टोर गर्यो डेसिमल नम्बरहरू। त्यसै गरी 4ले चाहिँ सिङ्गल क्यारेक्टरहरू स्टोर गर्यो, जस्तै ग्रेड ए भयो नि होइन। त्यसै गरी बोलिनले चाहिँ ट्रु अर फल्स, जस्तै स्टुडेन्ट हो कि नै भनेर बोलिनले चाहिँ ट्रु अर फल्स भयो। 4ले एउटा सिङ्गल क्यारेक्टर स्टोर गर्ने भयो अनि डबलले चाहिँ डेसिमल नम्बरहरू स्टोर गर्ने भयो। अनि इन्टले चाहिँ होल नम्बर जस्तै 20 10 होल नम्बरहरू स्टोर गर्ने। अनि रिफरेन्स डेटा टाइप्समा चाहिँ हाम्रो स्ट्रिङ स्टोर टेक्स्ट, जस्तै सिटी भयो। सिटीलाई चाहिँ काठमाडौँ पोखरा, यसले चाहिँ हाम्रो टेक्स्ट रिफरेन्स डेटा टाइप्सले चाहिँ हाम्रो स्ट्रिङमा चाहिँ टेक्स्टहरू स्टोर गर्ने भयो। जस्तो लामो टेक्स्टहरू हुन्छ नि त्यस्तो टेक्स्टहरू। अनि इन्स्टान्स भेरिएबल भनेको चाहिँ र अब्जेक्टलाई चाहिँ डिनोट गर्नु पर्यो। डिक्लेयर्ड इन अ क्लास भनेको अब्जेक्ट र क्लास भनेको कस्तो हुन्छ भने जस्तै एनिमल भयो, एनिमलमा चाहिँ डग अनि त्यो पेट एनिमलमा पेट एनिमलमा हाम्रो के हुन्छ अब्जेक्टमा, पेट एनिमल चाहिँ हाम्रो अब्जेक्ट भयो। क्लास भनेको चाहिँ डग क्याट अनि अर्को ऱ्याबिटहरू चाहिँ हाम्रो क्लासहरू भयो। अनि स्ट्याटिक भेरिएबल भनेको चाहिँ सियर अल अक्रोस द अब्जेक्ट डिक्लेयर विथ स्ट्याटिक, हाम्रो चाहिँ अब्जेक्टहरूमा जताकतै सेयर भएको हुन्छ अनि स्ट्याटिकको थ्रुबाट त्यो चाहिँ डिक्लेयर भएको हुन्छ। लोकल भेरिएबलमा चाहिँ डिक्लेयर द इनसाइड मेथड युजिङ मेथड, हाम्रो चाहिँ मेथडभित्र डिक्लेयर भएको हुन्छ ओन्ली युजेबल दियर। जस्तै इक्जाम्पलमा चाहिँ डिफ्रेन्ट टाइप्स इन्टले नम्बर स्टोर गर्यो होइन। अनि डबल स्यालेरीले चाहिँ डेसिमल पोइन्टहरू स्टोर गर्यो। अनि स्ट्रिङ नेमले चाहिँ राम स्टोर गर्यो। अनि बोलिन आज जब यहाँ चाहिँ के भन्यो भने रामको एज 15 छ, उसको डबल स्यालेरी चाहिँ 50,000 छ। अनि उसको चाहिँ उसँग चाहिँ जब छ कि नै भन्दा चाहिँ रामसँग चाहिँ जब छैन। बोलिनले चाहिँ ट्रु अर फल्स चाहिँ स्टोर गर्छ। जस्तै सोज अ भेरिएबल स्टोरिङ अ नम्बर डेसिमल टेक्स्ट अनि ट्रु अर फल्स छ कि नै भन्ने कुरा त्यसले चुज गर्छ। जस्तै हामीले एउटा चुज राइट डेटा टाइप चुज गर्नु पर्यो।
त्यो मेमोरीमा सेभ गरेर इररहरू चाहिँ एभोइड गर्नु पर्यो। अनि डिक्लेयरिङ अ भेरिएबल हामी चाहिँ भेरिएबललाई कसरी डिक्लेयर गर्छौँ? टु डिक्लेयर अ भेरिएबल हामीले चाहिँ यसको डेटा टाइप र नेमहरू गर्नु पर्यो। दिस टेल्स जाभा वाट काइन्ड अफ डेटा विल इट होल्ड रहेको छ। अनि इक्जाम्पल अफ डिक्लेयरिङ भेरिएबलमा चाहिँ हाम्रो इन्ट स्कोर भयो, स्ट्रिङ प्लेयर नेम भयो, डबल टेम्परेचर भयो। भनेको चाहिँ इन्टले चाहिँ के हो, नम्बर स्टोर गर्ने भयो। जस्तै स्कोर इक्वल्स टु 7 भयो। अनि स्ट्रिङ प्लेयर नेममा चाहिँ हरि भयो। अनि डबल टेम्परेचर 10 डिग्री भयो। हियर स्कोर प्लेयर नेम एन्ड टेम्परेचर आर डिक्लेयर्ड बट नट एसाइन भ्यालु। यहाँ के भन्यो, यसलाई हामीले डिक्लेयर त गरिसक्यौँ होइन। अनि डिक्लेयर गरिसकेपछि के हो, हामीले यसमा भ्यालु एसाइन गरेको छैन। इन्ट स्कोर इक्वल्स टु गरेर यसरी राखेको छैन। प्लेयरको नेम पनि राखेको छैन, डबल टेम्परेचर पनि राखेको छैन। यसलाई चाहिँ हामी डिक्लेयरिङ अ भेरिएबल भन्ने गर्दछौँ। जस्तै यहाँ अर्को टिप पनि मैले राखेको थिएँ होइन। हामीले चाहिँ भेरिएबललाई चाहिँ कुनै पनि कुराहरू त्यसको युज हुनुभन्दा अगाडि चाहिँ डिक्लेयर गर्नु पर्यो। यदि त्यस पछाडि डिक्लेयर गर्यो भने, जस्तै यहाँ यसमा चाहिँ पछि नम्बर इन्ट्री गर्दा चाहिँ यो इरर आएको हुन्छ भन्न खोजेको छ। मैले यो इक्जाम्पल पछि अझ राम्रोसित पनि बनाइदिने छु है त। इनिसियलाइजिङ द भेरिएबल, इनिसियलाइजिङ मिन्स गिभिङ अ भेरिएबल। यसको चाहिँ पहिलो भ्यालु चाहिँ हामीले दिनु पर्यो। यु क्यान डिक्लेयर एन्ड इनिसियलाइज द भेरिएबल इन वान लाइन सेपरेटली भनेको छ। यहाँ चाहिँ इनिसियलाइजिङ द भेरिएबलमा चाहिँ इन्ट एज 25 रह्यो। डिक्लेयर एन्ड इनिसियलाइज स्ट्रिङ सिटी डिक्लेयर रह्यो। अनि सिटीमा चाहिँ पोखरा रह्यो। इन्ट एज 25 भयो, यसले चाहिँ नम्बर स्टोर गर्यो। डिक्लेयर र इनिसियलाइज दुइटै भयो होइन। त्यसै गरी स्ट्रिङ सिटीमा चाहिँ डिक्लेयर मात्रै भयो, इनिसियलाइज के भयो, भएन नि होइन। अनि यहाँ चाहिँ सुरुमै यही गर्नु पर्यो, तर पछि यहाँ इनिसियलाइज गरेर के हो, सिटी इक्वल्स टु पोखरा गर्यो। त्यस पछाडि इनिसियलाइज इरर आयो। जस्तै हामीले चाहिँ भेरिएबललाई पछाडि नै डिक्लेयर गऱ्यौँ होइन। त्यस पछाडि इनिसियलाइज यहाँ पोखराको थ्रुबाट आयो। अनि इक्जाम्पल युजिङ द इनिसियलाइज भेरिएबलको ठाउँमा चाहिँ हामीले कसरी हेर्न सक्छौँ भने, जस्तै यहाँ इनिसियलाइज भनेको चाहिँ यसलाई पछाडि डिक्लेयर गऱ्यौँ नि। यहाँ सिटी भनेको पोखरा छ, यसलाई हामी पछाडि डिक्लेयर गऱ्यौँ है। अब युजिङ द इनिसियलाइज भेरिएबलमा चाहिँ डबल प्राइज 150.75 रह्यो। अनि सिस्टम डट आउट प्रिन्ट आइएन द प्राइज इज भन्यो। अनि त्यस पछाडि यहाँ प्राइज राखेन होइन। त्यस पछाडि प्लस प्राइज गर्दा हामीले प्राइजलाई चाहिँ यहीँ माथि अगाडि नै यहीँ भइसक्यो नि त, डबल प्राइज भनेर यहाँ यो एमा आयो होइन। अनि त्यस पछाडि यो कारणले गर्दा यो हामीले यो चाहिँ प्राइज 150.75 भयो। यहाँ के भनेको छ, हामीले चाहिँ भेरिएबल युज गर्नुभन्दा अगाडि नै यो भेरिएबल इनिसियलाइज गर्यो भने हाम्रो चाहिँ यो प्रोग्राम रन गर्दा इरर आउन्न भन्न खोजे। अब जस्तै हामीले डबल प्राइजमा यो प्राइजै इन्टर गरेन भने हाम्रो आउटपुट आएन नि त। यहाँ पछि फेरि इन्टर गर्नु पर्यो होइन। त्यो चाहिँ गर्नु परेन, सुरुमै इनिसियलाइज गर्यो भने भन्न खोजेको छ। अनि भेरिएबलको स्कोपहरूमा चाहिँ द स्कोप अफ भेरिएबल वेयर इट क्यान बी युज। स्कोप अफ भेरिएबलमा चाहिँ हामीले हाम्रो भेरिएबल चाहिँ कहाँ कहाँ युज गर्न सक्छौँ भनेको छ। थ्री मेन स्कोप, लोकल स्कोपमा चाहिँ भेरिएबल डिक्लेयर्ड इनसाइड अ मेथड भित्र युज क्यान ओन्ली युजेबल इन द्याट मेथड। अनि इन्स्ट्यान्ट स्कोप, भेरिएबल डिक्लेयर इन क्लास युजेबल बाई अल मेथड इन द्याट अब्जेक्ट भयो। अनि स्ट्याटिक स्कोपमा चाहिँ भेरिएबल डिक्लेयर विथ स्ट्याटिक सियर्ड अक्रोस अल द अब्जेक्ट अफ अ क्लास भनेको छ। इक्जाम्पल लोकल स्कोपमा चाहिँ पब्लिक भोइस से हेल्लो रह्यो। स्ट्रिङ म्यासेजमा नमस्ते रह्यो। त्यसै गरी अब स्ट्रिङले चाहिँ म्यासेज नमस्ते स्टोर गर्यो होइन। अनि त्यस पछाडि अर्को भनेको छ यहाँ सिस्टम डट आउट प्रिन्ट म्यासेज भनेको छ। अब चाहिँ म्यासेज क्यान बी युज इनसाइड ओन्ली से हेल्लो मेथड भनेको छ। जस्तै भोइस से हेल्लो मेथडभित्र चाहिँ के भन्नु पर्यो भन्दा से हेल्लोभित्र हामीले चाहिँ नमस्ते भन्नु पर्यो भन्न खोजेको। यसले लोकल भेरिएबलमा चाहिँ नमस्ते भयो होइन। त्यो चाहिँ यहाँ भन्न खोजे म्यासेज क्यान ओन्ली बी युज इनसाइड द से हेल्लो मेथड भनेको छ। अनि त्यसै गरी इन्स्ट्यान्स र स्ट्याटिक स्कोप भनेको चाहिँ इन्स्ट्यान्सले चाहिँ कुनै पनि कुराहरू त्यो रन गर्नुभन्दा अगाडि नै डिक्लेयर गर्नु पर्यो भने क्लास स्टुडेन्ट भयो, स्ट्रिङ नेम भयो, इन्स्ट्यान्स भेरिएबल। त्यसै गरी अब यहाँ चाहिँ स्ट्याटिक इन्ट टोटल स्टुडेन्ट भनेको छ। अब स्ट्रिङ नेममा चाहिँ क्लास स्टुडेन्ट भयो। अनि यहाँ चाहिँ विद्यार्थीको नाम आउनु पर्यो होइन। त्यस पछाडि टोटल स्टुडेन्ट कति छन्, 0 छन्। 0 भएपछि त यहाँ के विद्यार्थीको नामै आएन नि होइन। यहाँ बुझ्नुभयो कि नै, टोटल स्टुडेन्ट 0 भएपछि स्ट्रिङ नेममा विद्यार्थीको नाम आएन। अनि अब क्लास स्टुडेन्ट भनेको छ, त्यही भएर
अनि स्टुडेन्टभित्र त स्टुडेन्टभित्र त यो यो नाम गरेको विद्यार्थीहरू हुन्छ स्ट्याटिक भेरिएबल भन्यो। नेम बिलोङ्स टु इच स्टुडेन्ट अब्जेक्ट वाइल टोटल स्टुडेन्ट इज सेयर भनेको छ। युज लोकल भेरिएबल फर टेम्पोररी डाटा टु किप योर कोड क्लिन भन्यो। अनि भेरिएबल भ्यालु प्रेडिक्टरमा चाहिँ हामीले चाहिँ कसरी चाहिँ भ्यालु चाहिँ प्रेडिक्ट गर्न सक्छ भनेको छ। ल जस्तै गेम स्कोर भन्यो, अब यहाँ चाहिँ 1 हान्यो होइन, अनि 1 हानेपछि कसरी भ्यालु प्रेडिक्ट आयो, इनिसियल भ्यालु चाहिँ 100 आयो, फाइनल भ्यालु 150 आयो। अब गेम स्कोरको भयो। अनि सब प्राइजको पनि 1 हान्यो भने 1 हाल्दा इनिसियल भ्यालु 200 भयो, फाइनल भ्यालु 150 आयो। अनि अर्को स्टुडेन्ट नाम चाहिँ एउटा मात्रै हुन्छ होइन, इनिसियल भ्यालु फाइनल भ्यालु भएन। सब स्ट्याटसमा चाहिँ ओपन र क्लोज भयो, इज ओपन भयो भ्यालु 1 आयो, अनि यता फाइनल भ्यालु छैन। अब अर्को भनेको छ the prediction was incorrect, the actual value is false। यहाँ boolean is open true अनि is open false भयो। यहाँ यहाँ यसको इक्जाम्पलहरू पनि छ। जस्तै अब सब प्राइजमा चाहिँ हाम्रो यहाँ के छ भने डबल प्राइज 200 भयो, अनि प्राइज इक्वल्स टु त्यो चाहिँ प्राइजको चाहिँ 0.75 गरेको भएर यो 25% डिस्काउन्ट आएको कारणले गर्दा यो आयो भन्न खोजेको छ। यो तपाईँहरूले बुझ्नुहुन्छ होला। अनि यो चाहिँ सबै यहीँ आएर तपाईँहरूले आफै पनि पढ्न सक्नुहुनेछ। अब मैले जानेको जति जाने त्यति बुझाइदिएँ। अब त्यो नजानेको कुरामा धेरै गफ लाउने पनि हुँदैन है। मिनिङफुल नेममा चाहिँ युज नेम लाइक स्टुडेन्ट एज भन्यो इन्स्टिड अफ ए। जस्तै यहाँ चाहिँ स्टुडेन्ट एजको ठाउँमा चाहिँ हामीले ए को थ्रुबाट पनि नेमहरू स्टोर गर्न सक्यो। अनि इनिसियलाइज भेरिएबल इन्ट काउन्ट 0 भन्यो। जस्तै हामीले चाहिँ सेट भ्यालु सेट गर्नुको लागि जस्तै यहाँ नम्बरमा चाहिँ काउन्ट यतिदेखि यति गर्नु पर्यो। अनि युज डबल फर डेसिमल नट इन्ट भयो। अनि त्यसै गरी लिमिट स्कोप डिक्लेयर भेरिएबल वेयर दे आर निडेड टु सेभ मेमोरी। त्यसै गरी युज क्यामेल केस फर ए भेरिएबल इक्जाम्पल टोटल प्राइसको लागि हामीले क्यामेल केस युज गर्नु पर्यो। अनि गुड र ब्याड नेमिङमा इन्ट स्टुडेन्ट एज 18। त्यसै गरी स्कुल नेम हिमालय स्कुल भयो। ब्याडमा चाहिँ इन्ट ए इजकल टु 18। त्यसै गरी हिमालय स्कुल यो चाहिँ स्ट्रिङ एस भयो। अब यो चाहिँ ब्याड અહીં स्कुल नेममा चाहिँ एसको तरिकाले स्टोर गर्यो। यहाँ पनि यो आयो नि त यो यो ए चाहिँ एजको रूपमा चाहिँ गर्यो। तर योभन्दा गुड नेमले चाहिँ हाम्रो कोडहरू स्टोर गर्न अन्डरस्ट्यान्ड गर्न सजिलो। यहाँ एज हो भने एज भयो भने त मान्छेले यो यति हो भन्ने थाहा पाउँछ। यस स्कुल हो भने हिमालय स्कुल हो भने थाहा पाउँछ। तर यहाँ चाहिँ ए भनेको के हो भनेर मान्छेले केही पनि थाहा पाउन्न। जस्तै ए त नम्बर रहेछ, यहाँ यो इनको थ्रुबाट थाहा पायो। अनि त्यसै गरी व्यास भन्ने के हो स्ट्रिङ हो। हिमालय स्कुल यहाँ स्कुल भएको भएर थाहा भयो, तर हिमालय मात्रै भएको भए थाहा पाइने थिएन। अनि स्ट्रिङ स्कुल भएको भए चाहिँ हिमालय स्कुल हो भन्ने थाहा पायो नि त। यहाँ के भनेको छ क्लियर भेरिएबल नेम हाम्रो चाहिँ टाइमहरू सेभ गर्नलाई मद्दत गर्छ, डिबगिङ गर्नलाई, अनि हाम्रो कोडहरू सेयर गर्नलाई। अनि जाभा सिस्टम वाज इभल्भ सिन्स 1995। यहाँ चाहिँ यसको कसरी भयो बेसिक टाइपहरू निकाल्यो। त्यसै गरी अटो बक्सिङ राख्यो। अनि यहाँ चाहिँ ल्याम्डा एक्सप्रेसन राख्यो। अनि यहाँ चाहिँ भार किवर्ड राख्यो। यहाँ चाहिँ अर्को यो के छ यो चाहिँ इन्हान्स टाइप इन्टरफेस राख्यो। यहाँ चाहिँ टाइप सेफ्टी इम्प्रुभमेन्ट राख्यो। जाभा चाहिँ इन्ट्रोड्युस भयो। अनि जाभाले चाहिँ भार ग्याङ्स भेरिएबल एग्रिमेन्ट अटो बक्सिङ राख्यो। जाभा इज इन्ट्रोड्युस ल्याम्डा एक्सप्रेसन। जाभा 10 एडेड भार भयो। अनि जाभा 17 इन्हान्स टाइप इन्टरफेस रह्यो। अनि अनगोइङ इम्प्रुभमेन्ट राख्यो। अनि हामीले चाहिँ वाट इज जाभा भेरिएबल भनेको छ अ लुप अ डाटा स्टोरेज कन्टेनर अफ फङ्सन। यो चाहिँ जाभा भेरिएबलको काम के हो डाटा स्टोर गर्ने काम हो। अनि विच इज द प्रिमिटिभ डेटा टाइप स्ट्रिङ क्लास। प्रिमिटिभ डेटा टाइप चाहिँ हाम्रो स्ट्रिङ क्लास अब्जेक्ट भनेको छ। इन्ट हो कि जस्तो लाग्यो, क्लास र अब्जेक्ट चाहिँ होइन है। हाउ डु यु क्यान डिक्लेयर द भेरिएबल। अब हामी पढ्या सबै भुलिहालिन्छ फेरि। भेरिएबल नेम डेटा टाइप भेरिएबल नेम भेरिएबल डेटा टाइप भेरिएबल डेटा टाइप। वाट डज स्ट्रिङ नेम हरि डु डिक्लेयर इनिसियलाइज ओन्ली इनिसियलाइज। स्ट्रिङ नेमले चाहिँ डिक्लेयर इनिसियलाइज दुवै भयो। वेयर क्यान लोकल भेरिएबल बी युज अक्रस ओन्ली इन इट्स मेथड भनेको छ। विच इज अ गुड भेरिएबल नेम स्टुडेन्ट एज भयो होइन। अनि त्यसै गरी वेन वाज भार इन्ट्रोड्युस 2004 होला। पाँचवटा मिलेको छ। इन्करेक्ट डेटा टाइप भेरिएबल नेम रहेछ सरी है त।
यो बिग्रियो अनि हाम्रो जावामा चाहिँ भार 2018 मा युज भएर रहेछ फ्रिक्वेन्टली आस्क्ड क्वेसन डिफरेन्स बिट्विन इन स्टोर होल नम्बर है अनि डबल स्टोर डेसिमल नम्बर यो पनि पढ्यो होइन अनि what is initialized variable uninitialized variable can use error है can I change the variable value is 20 is 21 what is bar in java since java 10 less java infer the local variable अनि how we can choose the variable name भनेको छ use a clear descriptive name like total price to follow the camel case रह्यो ल हजुरहरूले के बुझ्नु भयो यो म डिस्क्रिप्सन बक्समा राखिदिनेछु आफै आएर पनि पढ्न सक्नुहुनेछ है त